सायद हामी लामखडा जानलाई फर्स्ट टाइम कञ्चनजङ्घा रहेछ राइट साइड कसरी खटिसक्यो सायद खोलामा चाहिँ यता माथिबाट चाहिँ श्रीकृष्ण जाने बाटो हो तल चाहिँ हाम्रो राजबाडी यहाँ तल त अलि बाटो दब्बेछ उयो चाहिँ भयो गाडी त्यो खास सुरु गर्नुलाई अहिले हामी लामखेत आइपुग्न लाग्यो खोला एकदम यस्तो जङ्गल अहिले चाहिँ हामी लामखेतमा कोही काम छैन सबै बन्द त्यो हाम्रो घर यो हो हाम्रो घर पछि त्यसलाई फेरि पाकेर टिप्न आएको हामी
त्यो छ यहाँ कोही छैन यहाँ झाडी भइसक्यो यहाँ चाहिँ यस्तो खोला रहेको छ छेउमा तिर यो माथि चाहिँ पुरै जङ्गल छ ग्यासहरू पुरै जङ्गल यो चाहिँ बारदन ठाउँ पुरै धानबारी चेराको घारी चाहिँ म सुनको अहिले चाहिँ हामी बेलौती टिप्न हिँडेको त्यहाँ छ बेलौतीको रुख लगाएर बाँदर उफ्रेको बाँदर मलाई यहाँ चढ्यो यहाँ सक्स खोले नि हुन्थ्यो नि चिप्लिन्छ र अहिले टन्न बेलौती भएको छ रुखमा बादल चढ्यो भएको छ बेलौती अहिले हामी लामडाँडा जाँदै खोला अलिकति मात्रै रहेछ पिच त है यहाँबाट त अफ रोड रहेछ नि त बुझिन त्यहाँबाट पानी आउँथ्यो होला छैन होला गरेको त मैले भ्लग बनाइछु भ्लग छैन यहाँ त स्विमिङ पुल त को आउँछ यहाँ स्विमिङ गर्नु आउँछ नि म यहाँ आएर खेलेको थिएँ हो र ए सुरज दाई तिमीहरू फोटो यहीँ हो यहाँ फुल पनि सुकिसकेछ हामी चाहिँ अहिले यहाँ स्विमिङ पुल हेर्न आएको तर स्विमिङ पुलमा पानी नरहेछ के हो त फेरि पकाएर खाने फुल त
यहाँबाट चाहिँ लामखेतनी बाटो सर्टकट। यहाँ हुन्छ हाम्रो भएर चण्डी पूजा होइन? यही हो? जाने हो? मेलाहरू लाग्ने चाहिँ कहाँ यहाँ? बरु लामडाँडा राम्रो रहेछ। लामडाँडा राम्रो रहेछ कि। कहाँ जाने? सवाज घर कोही छैन यो घरभरि। हामी गाउँ डुल्दै स्पेसली मेरो ड्याडीहरूले हेर्छ कि मम्मी र ड्याडीलाई बेसरी हेर्न भन्छ अरे, यहीँबाट हेर्छ अब। हाम्रो घर आउने बाँकी छ, लामडाँडाको घर। त्यो हिरा फुपूहरूको घर कहाँ आउने? चाबी ला नि त उता त गेट। कसको घर हो र यो? खतरा गेट बनाएछ है चाबी हालेर। ढिलो नै यामु होला ढिला आयो तुझा हासुता पनि सिंहनी थोरै हालमा है। हुरा कुन हो त साइला भएको घर? हाम्रो घर चाहिँ कुन हो त? उ त्यो यो कसको घर हो यस्तो खतरा लामो? खतरा लामो खा त्यो घर त है। लस्कारे बनाएको हाम्रो दुधो आमाको घरको याद आयो मलाई। दुधो आमाको घरको पहिले त सुत्थ्यो। बिउ राखेको होला यो त। घेरौँला। यी बोडीहरू पनि रहेछ हेर त, बोडीहरू। छपक्कै रहेछ त। ओ खुर्सानी, यो टमाटर खुर्सानी। उही मखमली उस फुल। वाह यही हो घर। यता चाहिँ खेतबारीहरू। यो साइला बाको घर।
उही खतरा गेट चाबी हालेर राखेको छ चाहिँ हाम्रो सिला ससुराको घर होइन तिम्रो बाबा चाहिँ के हो माइला हो काइला गीत लागेको छ गाइजहरू अब हामी फर्किन्छौँ होइन मान्छे त्यो मौजा गाउँ हो यति हो मौजा यो माथिको मौजा हो यो वाला छ नि यो मौजा हो होइन यो 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 अनि त्यो माथि फेरि त्यो गुफा स्कुल भनिन्छ कि त्यहाँ आर्टिघर भनिन्छ अनि उता फेरि त्यो पान्तिङ सिक्टे जाने बाटो हो के गाउँ रे त्यसलाई त्यो हो छाचोक 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 होइन के भन्छ र नलडाँडा गुरुङ गाउँ छ घरहरू त कति राम्रो राम्रो हो कि यहाँको है घरहरू कि यो नि राम्रै रहेछ यही हो मेरो बुढाको गाउँ तर के गर्नु कोही बस्दैन वा धारा कहाँ हो त नि चढेको फेरि आफू त चौतारी झमझम सब हेर्ने हो क्या सब हेर्ने हो मन त यो धारा गाउँको धारा होइन हामी चौतारी हेर्न गयौँ यहाँ पनि रहेछ घर मान्छे पनि रहेछ यहाँ त तिहार लाग्यो तिहार यहाँ रहेछ है गाई गोरुहरू चराउने ठाउँ यही हो अरे खेत लामडाँडाको खेत भण्डारा जस्तो होला यो है चौतारा थकाइ मार्ने के हो कस्तो राम्रो रहेछ रोड देखियो त यहाँबाट त रोड यहाँ बाटो देखियो त भन्ने यो यहाँको चौतारा बर पिपलको जोडी रुख जोडी भन्न आएछ यहाँ रहेछ तिहार फुल त पनि धेरै चिन्छ अब हामी मन्दिर स्कुल हेर्न जान लागेको यता त्यो साइड सक्यो अब यताको साइड त्यो पाटा सक्यो अब यो पाटा घुम्न जाँदैछु हामी घुम्न होइन हेर्न
च्यान्डाडा पिङ हाल्यो हामी चाहिँ अहिले लामडाँडाको च्यान्डाडा हेर्न जाँदैछौँ गाउँको लामडाँडा गाउँको त हो नि अनि यो गाउँको च्यान्डाडा हाम्रो गाउँको च्यान्डाडा देखाउन गइरहेको छु यहाँ रहेछ गेट यहाँबाट उता भित्र छिर्ने रे यो च्यान्डाडा हाम्रो गाउँको गाउँ चाहिँ उता यताबाट जाने यताबाट च्यान्डाडा होइन यहाँबाट चाहिँ भएर थान जाने रे तर हामी अहिले जाँदैनौँ होइन जाने जाने रे गाइस ओ कति चाक्लो यो बाटो है हो र त्यस्तो दौडिन्थ्यो यो बाटो अहिले दौडिन सक्छ कि सक्दैन त नि यसरी घुमेर ए यही हो भएर थान यही हो हाम्रो भएर थान यही हुन्छ हाम्रो भएर थानको पूजा कन्टिन्यू नै छ ल हाम्रो भएर थान यो चाहिँ चलाएर सो हामी डुलेर भइसक्यौँ अब हामी घर फर्किन लागेको सो बाई बाई